अनुभवमा नाया बाजु अनुभवमा मोपा अनुभवमा पदम दाई अनुभवमा दमन दाई बामदेव जी न दन्ते अले चित्पी सक्ने त्यो दुनुगला निसे चित्पिन्ता जोजलप्पा अले सुभा वास्तवमा मेरो यो रोस्तममा उभिनुको जिम्मेदारी भनेको धन्यवाद ज्ञापन गर्नु हो। मलाई लाग्छ कार्यक्रममा यो औपचारिकता मलाई सबभन्दा अप्ठ्यारो लाग्ने र सबभन्दा अनावश्यक लाग्ने पाटो जस्तो म सधैँ अनुभव गर्छु। आज त्यही अनावश्यक पाटोमा म उभिएको छु, मलाई अप्ठ्यारो अनुभव भइरहेछ। मैले धन्यवाद भन्नै पर्छ प्रमुख अतिथिज्यूलाई, त्यस्तै दमन दाईलाई, वामदेवजीलाई र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहरूलाई, नेपाली काङ्ग्रेसका नेताज्यू प्रकाशमानजीलाई पनि हामीले अतिथिको रूपमा आमन्त्रित गरेका थियौँ, आउनु भएन, विभिन्न कारण होला, तर उहाँलाई पनि धन्यवादको सन्देश यहीबाट म टक्राउन चाहन्छु। धेरै कुरा भन्दिनँ, यसरी अभिनन्दन समारोह गरिरहँदाखेरि हाम्रा अग्रज नेताजीहरूले भनिसक्नु भएको छ, परमरत्न तुलाधर व्यक्ति होइन समष्टि हो, हामी सबैको अभिभावक हुनुहुन्छ। त्यसैले हामी उहाँको अभिनन्दन भनेकै उहाँले उठाउनु भएका जुन समता, न्याय, लोकतन्त्र आदि जुन मुद्दाहरू छन् त्यही प्रतिको अभिवादन हो भन्ने हामीलाई लाग्छ र यो पनि एउटा अभियानको एउटा आन्दोलनको एउटा अङ्गको रूपमा हामीले यसलाई बुझिरहेछौँ। आज परमरत्न तुलाधरजीको ज्याजङको हिमारथनको चाहिँ अवसरमा गरिएको विभिन्न कार्यक्रममध्ये एउटा महत्त्वपूर्ण कार्यक्रम यो रह्यो। शान्ति प्रक्रियामा परमरत्न तुलाधरजीको भूमिका, उहाँको भूमिका कस्तो थियो भन्ने कुरा एउटै शब्दमा भनौँ, अहिले भर्खरै आदरणीय पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभयो, निर्णायक शान्ति प्रक्रियालाई यहाँसम्म ल्याउनको लागि निर्णायक भूमिकामा हुनुहुन्थ्यो परमरत्न तुलाधर। उहाँको यो अभिनन्दनको क्रममा हामी उभिरहँदाखेरि मलाई सम्झना भइरहेछ, कतिपय सन्दर्भमा दमन दाईसँग, पवन दाईसँग म पनि अन्तर्राष्ट्रिय यो शान्ति प्रक्रिया र मानवाधिकारको क्रममा सहभागी हुने मौका पाएको थिएँ र त्यही क्रममा हामीलाई सिकाएको एउटा ठेगो छ। त्यो ठेगो भनेको के भन्दाखेरि डिभिडेन्ड अफ पिस प्रोसेस, शान्ति प्रक्रियाको प्रतिफल। यति निर्णायक भूमिका, यति महत्त्वपूर्ण राजनीतिक चाहिँ क्रम, सम्पूर्ण कुराको चाहिँ एउटा चाहिँ रिजल्टको रूपमा हामीले संघीयता पायौँ, लोकतन्त्र पायौँ, गणतन्त्र पायौँ, तर पनि आज यो देशलाई सत्तारूढ भएर नेतृत्व गरिरहनुभएका दुईजना प्रमुख नेताहरू हामी बीच रहिरहँदाखेरि म एउटा चाहिँ अभियन्ताको रूपमा आग्रह गर्न चाहन्छु, उहाँहरूको ध्यान आकर्षित गर्न चाहन्छु। यो पिस प्रोसेसको डिभिडेन्ड के थियो त? हामी आदिवासी जनजाति, हामी भाषा आन्दोलनकर्ता, हामी जातीय समानताका कुरा गर्ने, पहिचानका कुरा गर्नेहरू, स्वायत्तताका कुरा गर्नेहरू, संघीयताका कुरा गर्नेहरू
यो सन्दर्भमा पिस प्रोसेसको डिभिडेन्डको कुरा गर्दाखेरि आदरणीय प्रचण्ड कामरेडजीसँग आदरणीय वामदेव कामरेडजीसँग म पद्मरत्न तुलाधरजीलाई उहाँले साँच्चै नै भित्री हृदयदेखि अभिनन्दन गरिरहनु भएको छ भने त्यही एउटा सानो कुरा म आग्रह गर्न चाहन्छु। लौ न पद्मरत्न तुलाधरजीले एउटा जुन सपना बोक्नु भएको त्यो पहिचानको धेरै कुरा म माग्दिनँ, अहिले धेरै कुरा भन्दिनँ। एउटा सानो यो प्रदेशको नामाकरण गर्दाखेरि हाम्रो सानो पहिचान राखिदिने काम मात्रै त्यो पिस प्रोसेसको डिभिडेन्डको रूपमा राख्दिनँ। अब अहिले हामी धेरै कुरा माग्दिनँ। यदि साँच्चै नै शान्ति प्रक्रियाका अभियन्ता अग्रज अभिभावक उहाँलाई हामी अभिवादन गर्दैछौँ, उहाँलाई सम्मान गर्दैछौँ, अभिभावकको रूपमा ठानिरहेका छौँ भने पद्मरत्नको ख्वाब उहाँको सपना भनेको संहिता हुँदाखेरि यो प्रदेशको पहिचान रहोस्, नेवा प्रदेश बनियोस्। अरू केही कारण हामी एउटा सानो पहिचानको लागि त्यो पिस प्रोसेसको डिभिडेन्डको रूपमा प्राप्त गर्न सकोस्। दोस्रो कुरा यो पिस प्रोसेसको डिभिडेन्डको रूपमा कुरा गर्दाखेरि कहिलेकाहीँ मनमा चस्स पनि हुन्छ, दुःख पनि लाग्छ। त्यत्रो आफै पनि झन्डै यो चाहिँ 17 सालदेखि निरन्तर आन्दोलनमा लागे, धेरै पटक बन्दी जीवन बिताए, धेरै पटक लाठी खाए, धेरै पटक चाहिँ यातना सहे र यो अवस्थासम्म पुगे। र यो अवस्थासम्म पुग्दा आज नेपाल सरकार वामपन्थीहरूको द्वितीय भएको नेपाल सरकार जसको नेतृत्व कमरेड प्रचण्डजीले गरिरहनु भएको छ, त्यो सरकारले अहिले निःशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ। अनि त्यो विधेयक संसदमा प्रस्तुत गर्दाखेरि हिजो निर्दलीय व्यवस्थामा, हिजो राजाको व्यवस्थामा, हिजो निरङ्कुश व्यवस्थामा नेपाली भाषा अनिवार्य पढ्नुपर्छ भनेर जसरी लगाइएको थियो, अहिले लोकतन्त्र आइसक्दाखेरि पनि प्रचण्डजीले नेतृत्वको सरकार आइसक्दाखेरि पनि गणतन्त्र आइसक्दाखेरि पनि अहिले संसदमा पेश गरेको त्यो निःशुल्क शिक्षाको त्यो ऐनमा, त्यो नियमावलीमा 12 कक्षासम्म नेपाली अनिवार्य पढ्नुपर्छ भनेपछि हामीले बहुल भाषाको कुरा गरेको, त्यो समताको कुरा गरेको, मङ्काखलामा बसेर सबै भाषालाई समान अधिकार प्राप्त गर्नुपर्छ भनेको कुराको पद्मरत्नको यो जङ्गको मारेको बेलामा हामीले त्यो पिस प्रोसेसको डिभिडेन्ड के पाएको रहेछ। त्यही निर्दलीयताको भाषा, त्यही चाहिँ मतलब पञ्चायतको भाषा नीति अहिले पनि हिजो 10 कक्षासम्म पढ्नु पर्थ्यो, अब नयाँ शिक्षा नियमले 12 कक्षासम्म अनिवार्य रूपमा एकै भाषा पढ्नुपर्ने त्यो यातना हामीले किन भोग्नु पर्यो। लौ न राजनीतिको नेतृत्व गरेको उहाँका प्रचण्ड कमरेड, हामी अरू केही मान्दैनौँ। पद्मरत्नजीप्रति साँच्चै नै तपाईँ अभिनन्दन गर्दै हुनुहुन्छ, उहाँलाई अभिभावकको रूपमा मान्दै हुनुहुन्छ भने यो दुईवटा कुरा मात्रै तपाईँले पुरा गर्नुहोस्। हाम्रो यो प्रदेशमा हाम्रो पहिचान स्थापित हुने एउटा सानो काम गरिदिनुहोस् र अब हामीले स्कुल विद्यालयमा पढ्दाखेरि मेरो मातृभाषामा पढ्न पाउने अधिकारलाई सुनिश्चित गरिदिनुहोस्। फेरि पनि यहाँ आइदिनुभयो, हाम्रो यो आयोजनालाई यदि गरिमामय बनाइदिनुभयो र अन्तमा काठमाडौँ महानगरपालिका जसले यो हल उपलब्ध गराइदिनुभयो, त्यो नेतृत्व गर्ने विद्यासुन्दरजी र काठमाडौँ नगरपालिकाका सपरिवारलाई हामी आयोजकको तर्फबाट धेरै धेरै धन्यवाद टक्राउँछौँ। फेरि पनि
यहाँहरू आइदिनु भयो, अन्तसम्म बस्दिनु भयो। हृदयदेखि आयोजकको तर्फबाट र मेरो तर्फबाट धन्यवाद।